अनुसार म आधी महिनाको तलब यो अभियानमा डोनेट गरेर ब्लड डोनेसनको हिसाबमा सहभागी हुन चाहन्छु। नम्बर 1 है। नम्बर 2 चाहिँ कुरा के हो भने साथीहरू सूचना सम्प्रेषणको विषय छ। तपाईले क्याम्पेनिङ गरिरहनु भएको छ, धेरै राम्रो छ, राम्रो खालको क्याम्पेनिङ छ तपाईहरुको। अब त्यो क्याम्पेनिङले लाई अझ बढी के गरेर जाने हो त? विदिन द डिस्ट्रिक्ट होइन, बियोन्ड द डिस्ट्रिक्ट पनि हामी जानुपर्ने भयो। त्यसका लागि के गर्न सकिन्छ? यसको लागि मेजर कुरा भनेको इन्फर्मेसन क्याम्पेनिङ हो साथीहरू। जहाँसम्म तपाईले प्याकेज राख्नु भएको छ त्यो चाहिँ के अरे यो उसमा के अरे यो प्रेरित गर्नका लागि राख्नु भएको छ नि। मैले यो विषय आज घोषणा यहाँ डिस्क्लोज गर्न नपाए हुन्थ्यो भने साथीहरूसँग भने टु बी भेरी अनेस्ट। यो अलिकति हामी बस्दा यो चिट्टाको कुराहरू त्यो कुराहरू अलिकति त्यो हुँदैन। सबभन्दा ठुलो कुरा त साथीहरू किन गिफ्ट ह्याम्परबाट प्रेरित गर्नुहुन्छ र? त्यतातिर नलाग्दा हुँदैन, लाग्दै छौँ ठिक छ, तर हाम्रो लागि त मानवताले नै प्रेरित गर्ने ठुलो सूत्र छँदैछ त। मानवताले प्रेरित गरौँ न। यत्रा मान्छेहरू जोडिएका छन् हाम्रो मानवीय भावनामा। त्यसैले त्यो गिफ्टमा फोकस गर्दा हाम्रो मानवताको जुन मूल मर्म हो नि, ब्लड डोनेसनको सेन्ट्रल थिम हो नि, एसेन्स हो नि, त्यो कहिलेकाहीँ छायामा पर्न सक्छ है। मैले अस्ति साथीहरूलाई मैले यो कुरा अस्तिको कार्यक्रम पनि गरेको थिएँ। सकेसम्म यसलाई चाहिँ कसरी हो ठिक छ लैजाउँ, तर अलिकति यसलाई ओभर फोकस चाहिँ नगरौँ भन्ने नै हो है साथीहरू। मेरो सुझाव सल्लाह तपाईँहरूलाई। किनभने मान्छे हेर्नुहोस् त, साँच्चै म ब्लड डोनेसन गर्छु भन्ने भावनाले आउने मान्छे त म त्यो के अरे सोफा पाउँछु कि भनेर ब्लड डोनेसन गर्न आउँछ जस्तो चाहिँ म चाहिँ देख्दिनँ। यद्यपि त्यसले एउटा चाहिँ मान्छेलाई चाहिँ उत्साह थप्ला, यो पनि छ भन्ने कुरा होला, तर त्यसका लागि भन्ने त हुँदैन नि त। त्यसैले यसलाई प्रेरित गर्ने भनेको हामीसँग सूत्र छ। हामीसँग त्यो प्रेरित गर्ने चिज भनेको मानवताकै कुरा हो। मानवीय भावनाले नै हामीले प्रेरित गर्ने त्यो कुरामा जाउँ। यसमा हामीले 30 गतेभन्दा अगाडि नै जस्तो सुरक्षाका प्रमुख साथीहरू यहाँ हुनुहुन्छ, मैले यहाँ 3 जना साथीहरूलाई चाहिँ आफ्नो अर्गनाइजेसनभित्र साथीहरूलाई विदिन द अर्गनाइजेसन रेकर्ड राख्ने को इच्छुक हुनसक्छ। यो भनेको यो ठिक छ, ब्लड डोनेसन गर्दा यो पर्वमा चाहिँ डोनेसन गर्नु र अघिपछि डोनेसन गर्नुको विशेष अर्थ छ भन्ने हिसाबले तपाईँले आफ्नो अर्गनाइजेसनमा सबै तपाईँको टिमलाई बोलाएर र त्यो तालिमको टिमको पनि अस्ति साथीले कुरा गर्नुभएको थियो, मलाई त्यसले छोएको छ। तालिम गर्नेले चाहिँ डोनेसन गर्न मिल्दैन भन्ने एउटा पर्सेप्सन त्यो होइन रहेछ भन्ने पनि साथीहरू अस्ति कुरा गर्नुभएको छ। त्यो विषयमा पनि सम्भव हुन्छ भने बरु त्यो हाम्रो तालिम केन्द्रमा एकजना हाम्रै भाइहरू मध्येको एकजना साथीहरूलाई लिएर गएर त्यहाँ लगेर चाहिँ 5-10 मिनट उनीहरूसँग इन्टरेक्ट गरेर यसको चाहिँ भ्यालुज के हो, यसको प्रोज एन्ड कन्सहरू के हुनसक्छ भन्ने बारेमा कुरा गरौँ। त्यसरी जाउँ, सङ्गठनभित्र त्यसरी गरौँ। अब मैले सोचेको चाहिँ सबै कार्यालय प्रमुखहरूको एउटा संक्षिप्त मिटिङ राखेर कार्यालयभित्रै कतिजना साथीहरू हुन सक्नुहुन्छ त्यो हिसाबमा जाउँ। र अरू कुराहरू सङ्घ संस्था आज दियो के अरे लायन्स रोटरीको मान्छे देखिन नि हुनुहुन्छ है। लायन्स र रोटीको साथीहरूले तपाईँको चाहिँ आफ्नो मेम्बरहरूलाई त्यही किसिमले चाहिँ गरिदिनुहोस्। जति यो संस्थागत हिसाबले जति फैलिन सक्यो नि, एउटा संस्था एक्स्ट्रामा गयो भने मान्नुहोस् त मिनिमम पनि 10-15 जनामा जाने हो। जान इच्छा गरेको र अहिले हामीले गर्नुपर्ने कुरा के होला जस्तो लाग्छ भन्ने विषयमा अलिकति साथीहरूलाई ध्यान आकर्षण गराउन चाहन्छु। सबभन्दा पहिला त हामीले जुन टार्गेट राखेका छौँ, लक्ष्य राखेका छौँ, इन्डियाको लक्ष्य अथवा हाम्रो लक्ष्य 1717 को लक्ष्य, त्यो हाम्रो लास्ट इयरको टार्गेटलाई हामीले ब्रेक गरौँ, त्यसलाई चाहिँ अर्को रेकर्ड ब्रेक गरेर जाउँ भन्ने हिसाबको कुरा साथीहरूको कुरा छ। त्यो आफैमा महत्त्वाकांक्षी र स्वाभाविक, मैले 2टा कुरा प्रयोग गरेको छु, महत्त्वाकांक्षी र स्वाभाविक। किनभने लास्ट इयर नै हामीले 1700 गऱ्यौँ भने त यो वर्ष आउँदाखेरि त 1700ले एउटा लेसन त हामीलाई दियो नि त, अगाडि जाने एउटा हलमार्क त आफै क्रिएट भएको छ भन्ने कुरा हो। त सँगसँगै मैले साथीहरूलाई यसरी जुर्मुराएर तपाईँ लागिरहनु भएको छ देखिरहेको छु। डे 1 देखि तपाईँको यो त्यो इन्फर्मेसनको क्याम्पेनिङ पनि मैले लगभग हेरिरहेको छु। एउटा अङ्ग्रेजीमा भनाइ छ साथीहरू, समटाइम्स हाउ यु डु इज इम्पोर्टेन्ट देन वाट यु डु। तिमी कसरी गरिरहेछौ, के गरिरहेछौ भन्ने कुरा भन्दा कसरी गरिरहेछौ भन्ने कुराको अर्थ हुन्छ। त्यसैले लक्ष्य एकदमै राम्रो छ, जरुरी छ। ड्रिम टु फ्लाइ भन्छन् मार्टिन लुथर किङले, उड्ने नै सपना देखा भनेर भन्छन्। त्यो स्वाभाविक हो। हामी त्यो इन्डिया 2900लाई लक्ष्य राखेनौँ भने 2000 को नजिक पुगिन्छ कि पुगिँदैन भन्ने पनि कुरा हो। त्यसैले हाम्रो फोकस चाहिँ मेरो आफ्नो उसमा, तपाईँहरू यत्रो अनुभवी साथीहरू हुनुहुन्छ, यत्र कार्यक्रमलाई चाहिँ एउटा आफ्नो पहिचान नै यसैमा बनाएर हिँड्नुभएको साथीहरूको अगाडि हामी बोल्ने कुरा भनेको वास्तवमा त्यो अलिकति अतिरञ्जना गरे जस्तो पनि हुन्छ। अब यसमा चाहिँ कुरा के छ भने लक्ष्य राखौँ तर लक्ष्यमा मात्रै केन्द्रित नबनाऊ। मेरो एउटा आग्रह साथीहरूलाई एउटा कुरा छ, हामी लक्ष्यमा मात्रै सङ्ख्याको लक्ष्यमा राख्यौँ भने प्रोसेसमा कतैको हामी चाहिँ चुक्न सक्छौँ। त्यसैले यस्तो कार्यक्रमहरू गर्दाखेरि मूलतः हामीले हेर्नुपर्ने कुरा के हो भने ठिक छ त 1700 को ठाउँमा 1500 भयो भने पनि नेपालभरिका मान्छेहरूलाई त एउटा इक्जाम्पल त हामी यसै हौँ त। 1700 को ठाउँमा 1717 मा 1750 मात्रै भयो भने पनि
एउटा बेन्चमार्क एउटा स्ट्यान्डर्ड त हामीले सेट गऱ्यौँ नि त। त्यो भएको हुनाले त्यो टार्गेटलाई मात्रै टार्गेटमा ओभर फोकस्ड हुँदाखेरि कहिलेकाहीँ हामी चाहिँ त्यो अरू कुराहरू डिरेल हुन सक्छन्। त्यसैले लक्ष्य राखौँ र सँगसँगै त्यसलाई अझै व्यवस्थित गर्ने कुरामा पनि जाउँ भन्ने कुरा मेरो साथीलाई आग्रह छ। अर्को कुरा, तपाईँले यत्रो कार्यक्रम गर्नुभयो, हेर्नुहोस् त, मैले अस्ति पनि भने यहाँ के अरे श्रद्धेय हाम्रो के अरे विजय सर हुनुहुन्छ, अन्यथा नहोस्, गणतन्त्र दिवसको दिन तयारी बैठकमा म थिइनँ, हजुर हाम्रो एसाबर हुनुहुन्थ्यो, वर्षाबर हुनुहुन्थ्यो, म त्यो दिन चाहिँ अलिकति सन्चो नभएर म सुतेँ, म जान पाइनँ। मैले साथीहरूलाई भनेको थिएँ कि लौ न यो प्रभात फेरि नराख, म एउटा इक्जाम्पलको रूपमा राख्न खोजेँ, मिडियाको साथीहरूले यसलाई फेरि अतिरञ्जना नगरिदिनु होला, इक्जाम्पलको रूपमा राख्न खोजेँ, के अरे ऊ नगरौँ न, प्रभात फेरि नगरौँ, एउटा इन्डोर कार्यक्रम गरौँ र सकौँ भनेर भनेको थिएँ मैले। आयोजक समितिले प्रभात फेरि गर्ने भन्ने राख्नुभएछ, 24 कोठीबाट कार्यक्रम प्रभात फेरि राखियो, जिल्ला समन्वयमा जाने भनेर भनियो। म पनि त्यो कार्यक्रममा सहभागी छु, म बोलेको छु साथीहरू। त्यो यो आलोचना उसको कुरा मेरो कमजोरी हो, त्यो कार्यक्रमको आयोजक समितिको सदस्यको रूपमा म पनि त त्यसमा चाहिँ सहभागी थिएँ, मेरो पनि जिम्मेवारी थियो। तर त्यो एहसास चाहिँ के थियो भने मान्छेमा जाँगर छैन। त्यो प्रभात फेरि गरिसकेपछि कमसेकम 1200-1500 मान्छे चाहिन्छ क्या त्यसको त्यो ओजको लागि। त्यो भएर नगरौँ भनेको थिएँ, गऱ्यौँ हामीले। टार्गेट आज फेरि राख्नेवाला छ, तपाईँको साथ भयो भने हामी सफल हुन्छौँ, तपाईँहरू सबैको साथ छ। त्यसले गर्दाखेरि त्यो चाहिँ फेरि विश्व रेकर्ड हुन्छ लगभग अहिले भनिसकेँ। किनभने हामी रेकर्ड ब्रेक गर्दै गर्दा हाम्रो रेकर्ड भन्दा पनि सेवामा अब विश्व रेकर्डै गर्ने कि भन्ने कुरो नि छ। तपाईँ चितवनमा हुँदा तपाईँहरू सबैजना साथ भयो भने हामी सफल हुन्छ जस्तो लाग्छ। धन्यवाद। जतिवटा चाहियो पनि मैले पठाइदिन्छु, तपाईँले कन्ट्याक्ट गर्नु पर्दैन। हेलो भरतपुरमा चाहिँ अहिलेसम्म उहाँले 13वटा गाडी चाहिँ त्यसमा चाहिँ हामीले कलेजहरूको आन्तरिक गाडीहरू छुट्टै छ, अर्को गाडीहरूलाई भनेका छौँ, सानो मन्डेसहरू सानो 12-15 छुट्टै भनेको छ। त्यो बाहेक चाहिँ त्यो 13वटा गाडी हुनेछ र पुरिन्टारमा एउटा गाडी स्थानमा राखिदिन्छु भनेर चाहिँ उहाँले भर्खरै गराएर उहाँहरूको तत्त मान्छेहरू ठाउँ अनुसार सबै कन्ट्याक्ट नम्बर दिनुभएको छ र मैले अहिले भर्खरै राम्रो पनि बनाइसकेँ। सबै चाहिँ मेन मान्छेलाई क्याप्सनको राखेर चाहिँ एउटा ग्रुप बनाएर उहाँले नै नम्बरहरू ड्राइभरको नामहरू पठाउँदै दिन्छ र हामीले कन्ट्याक्ट गर्दाखेरि हाम्रो ड्राइभरलाई डाइरेक्ट कन्ट्याक्ट गर्दैनौँ। माडीको छ भने माडीको क्याप्सनको एकजनाको नम्बर दिनुभएको छ, हामीले उहाँलाई भन्छौँ कुन एरियामा छ त्यो एरियाको चाहिँ गाडी, त्यही एरियाको गाडीलाई हामी पठाइदिन्छौँ र त्यसको लागि खानपानको व्यवस्थापन हामीले गर्छौँ भनेको छ। त्यो सबै हामीले हालिदिन्छौँ। सम्भव छ भने ड्राइभरलाई चाहिँ भत्ता फेरि 400-500 कति हुन्छ, तपाईँले दिन सक्नु भने चाहिँ राम्रो हुन्छ भन्ने कुरा प्रस्ताव गर्नुहुन्छ। एकै दिनको कार्यक्रमको लागि त्यो लेभलको तयारी अब चाहिँ गर्नु भ्याइँदैन। हाम्रो कोर चाहिँ अलिकति अव्यवस्थित भएको चाहिँ हाम्रो लागि पनि त्यो नयाँ थियो, आयोजक साथीहरूको लागि पनि नयाँ थियो। योपालि हामीले बाहिरबाट व्यवस्थापन गर्दै लान सकियो भने चाहिँ त्यो लेभलको भिडभाड नहोला। अघि मैले भने अब एकजनाले रगत दिनलाई करिब 5 देखि 7 मिनट लाग्छ, तर हामीले म्याथमेटिकल क्यालकुलेसन लागि 15 मिनट राखेका छौँ। त्यो कारणले ठ्याक्कै 8 घन्टा लाग्छ भन्ने पनि होइन। त्यो कोर चाहिँ अलिकति व्यवस्थापकीय नै म्यानेजमेन्टै गडबड भएको हो। त्यो कोरको कार्यक्रमले हामीले धेरै कुरा सिकेका छौँ। योपालि त्योभन्दा थप व्यवस्थित हुन्छ। मेरो आग्रह चाहिँ साथीहरूलाई अघि भने हामीलाई जस्तो बालुङ्गाले देश चलाउन पैसा चाहिएको अस्ति संसदैमा, त्यो कार्यक्रमलाई व्यवस्थित एकदम मर्यादित भयावह बनाउनलाई पनि पैसै चाहियो। माग्न गए स्पोन्सरले सिधै के भन्दा हामीसँग भएको छ नि व्यापार दिने चाहिँ अहिले त देख्नु भएको छ भर्खरै यो दिनु यो यस्तो मसँग भएको सामान लग किन नलिनु, त्यो फेरि लिएर हजुर चाहिँ अर्कालाई बेचेर पैसा युटिलाइज गर्नुभन्दा यो फ्यामको रूपमा यो फेरि रगत दान कस्तो हो भन्दा अहिलेको 100, 200, 300, 400, 500 पिनको चाहिँ कार्यक्रम यो त मेला महोत्सव रूपमा हामीले आयोजन गर्दैछौँ। सँगै अरू के छ भन्दा नयाँ रक्तदान जो तपाईँ रगत दिन मान्दैन भन्नु छ होला, अर्को एउटा शब्द मान्दैन। यो रगत दिँदा बेफाइदा भनेको विशेष चाहिँ के छ भन्दा यो प्लानका साथ हुने सुई घोस्ने कुरा छ नि त, त्यो दिमागमा सेवाको एउटा भय राखेकै पनि होइन। त्यो भयलाई चिर्दै महोत्सवको रूपमा देशमै जान्छ नि एउटा आकर्षक गिफ्ट ह्याम्परको रूपमा हामीले त्यो गिफ्ट देखाउने लोभ्याउनु नि त परेन। हाम्रो टार्गेट अब इन्टरनेटले हाम्रो छ नि अन्त म छ नि हामी राति 2-3 बजीसम्म सुत्दैछौँ होइन। टार्गेट चाहिँ के भन्दा इन्टरनेसनल रेकर्ड अहिले 1717 हाम्रो नेपालको रेकर्ड छ, हामीले नि ट्रेड गरेको। किन बेकार चाहिँ फोन दिन 2993 इन्टरनेसनल रेकर्ड भारतको 2024 मा बनाएको रेकर्ड, त्यो रेकर्ड ब्रेक किन नगर्ने?
अहिलेको यस्तो हामीसँग म गुलमेलियो भनेर अघि परिचय गर्दा मैले भन्नु गरिरहेको कि तपाईँलाई देखाएँ हो कि होइन यो चाहिँ भाइरस छिड्यो भने त्यसैभरि 70 जिल्लामा छिडेको नाम कतै छैन मैले मेरो मोबाइल आउँदैन स्क्रोल गर्दा मैले नभएर हो यो लेभलको सिरियस साहब हामीसँग हुनुहुन्छ कुनै ब्रेक नगर्ने हाम्रो इन्टरनल बाटो त कस्तो छ भने अहिले हामीले 1717 हामी इन्टरनली ब्रेक गरिसक्यौँ यो लेभलको हामीसँग के भन्छ एज ए पब्लिक फिगर हुनुहुन्छ तपाईँहरूसँग हाम्रोमा आजलाई यो कार्यक्रम राख्नुको मेन अन्तर्क्रिया भन्दा पनि हजुरहरूले आह्वान गरिदिनु पऱ्यो माग दिनु पऱ्यो होइन हामी 1717 हामी बनाउँछौँ 1717 2000 हाम्रो जिल्ला भयो होइन त्यो गरे हजुरहरू जतिको मान्छेले हामीलाई प्लस पोइन्ट छ नि त्यसमा एउटा अलिकति भराइको एउटा अलिकति थपिदिएर 1000 थपिदिनुहुन्छ कि भन्ने ठुलो आशा छ स्थापनको निमित्त नितान्त रगत व्यवस्थापनको निमित्त स्थापना भएको संस्था आज यो 6औं वर्षमा चाहिँ हिँडिरहेको छ र विगतमा हामीले विभिन्न किसिमको अभियानहरू सञ्चालन गर्दै आएको कुरा यहाँ सबैलाई अवगत नै छ हिजो मेचिङ आगाली अभियानदेखि लिएर कोभिडको टाइममा चाहिँ राजनीतिदेखि लिएर हरेक किसिमको अभियानहरू संस्थाले गर्दै आएको थियो र अघिल्लो वर्ष चाहिँ हामीले यो विश्व रक्तदाता दिवसलाई चाहिँ अलिकति बृहत रूपमा मनाउने सिलसिलामा हाम्रो चितवन जिल्लाका अध्यक्ष एकराज बुर्लाकोटीको एउटा इनिसिएसनमा चाहिँ हामीले फर्स्ट फेजमा चाहिँ रक्तदान महोत्सव हामीले आयोजना गरेका थियौँ जहाँ चाहिँ हामीले एउटै छातामुनि 1717 जनालाई रक्तदान गरेर त्यसलाई चाहिँ हामीले नेपालको सर्वाधिक रक्तदान गर्ने एउटै भेनमा सर्वाधिक रक्तदान गर्ने कार्यक्रमको रूपमा चाहिँ हामीले दर्ज गराउन सफल भएका थियौँ भने सबै कार्यक्रमको भयो र अहिलेसम्म हामी यो कार्यक्रमलाई चाहिँ आउँदै गर्दाखेरि आजको दिनसम्म तयारीको पाटोमा चाहिँ के कस्तो कामहरू भइरहेको छ र अब के कस्तो साथ समर्थनको हामी संस्थाले चाहिँ अपेक्षा गरेको छ र हाम्रो कोर्डिनेसन कसरी हुनसक्छ भन्ने कुराहरू म थोरै यहाँहरूलाई राख्न चाहन्छु विशेष गरी हाम्रो यो रगतको क्षेत्रमा काम गर्ने सङ्घ संस्था र रक्तदाताको जुन बिचको ग्याप छ यसलाई चाहिँ न्यूनीकरण गर्ने र लागि चाहिँ हामी सबै क्षेत्रका विज्ञहरू अथवा स्टेक होल्डरहरू चाहिँ हामीले बैठकमा उपस्थित भएका छौँ र यो अभियानलाई एउटा सार्थक बनाउन एउटा देशकै चाहिँ एउटा गौरव पहिचान बोकेको कार्यक्रमलाई चाहिँ हामीले थप चाहिँ 1717लाई पनि कटाउने गरेर चाहिँ त्यो टार्गेट लिएर आजको दिनसम्म आउने गर्दाखेरि विभिन्न साथीहरूले सहकारी गरिरहनु भएको छ हामीले विभिन्न पालिकासँग गर्नुपर्ने समन्वयको पाठहरू हामीले अहिले गरिसकेको अवस्था छ नयाँ रक्तदाताहरूलाई उत्पादन गर्नको लागि विभिन्न विद्यालयमा गएर संस्थादेखि लिएर उहाँहरूसँग चाहिँ कोर्डिनेसन गर्ने अभियानहरू हामीले अहिले चलाइरहेका छौँ विभिन्न ठाउँमा गएर चाहिँ सोसाइटीमा तपाईँको चाहिँ ग्रास रुटमा चाहिँ रक्तदाताहरूलाई यो कार्यक्रमको विषयमा जानकार गराउने र रगत किन दिने केका लागि दिने भन्ने कुरा चाहिँ हामीले जानकार गराउँदै रक्तदातालाई सङ्गठित गर्ने रगतको क्षेत्रमा काम गर्ने सङ्घ संस्थाहरू र यसमा चासो राख्ने विज्ञहरूलाई चाहिँ हामीले चाहिँ एकमुष्ट रूपमा चाहिँ एउटै खातामुनि राखेर चाहिँ यसलाई थप परिष्कृत थप यसलाई चाहिँ व्यवस्थित रूपमा चाहिँ कार्यक्रम गर्नको लागि यति तयारी हामीले गरेका छौँ र नयाँ रक्तदाताहरू उत्पादन गर्नको लागि हामीले केही गिफ्ट ह्याम्परहरू पनि राखेका छौँ र गिफ्ट ह्याम्परहरू राख्दै गर्दाखेरि थोरै भड्किलो हुने कि भन्ने कुराहरू पनि धेरै ठाउँमा अहिले त्यो प्रश्न पक्कै पनि आउँछ यसलाई मैले अहिले समाधान गरेर चाहिँ जान चाहेँ जस्तै यो चाहिँ हाम्रो पर्व हो विश्व रक्तदाता दिवस भनेको विश्वभरि नै तपाईँको चाहिँ रगतको क्षेत्रमा काम गर्नुहुने सङ्घ संस्था अथवा रक्तदाताहरूलाई चाहिँ सम्मान गर्ने एउटा चाहिँ उहाँहरूको चाहिँ तपाईँको वर्षभरि गर्ने सामाजिक कामलाई चाहिँ प्रोत्साहनको रूपमा चाहिँ अवार्ड गर्ने अथवा भनौँ उहाँहरूको कार्यलाई चाहिँ प्रशंसा गर्ने एउटा हाम्रो चाहिँ पर्व हो विशेष गरी र यो पर्वमा चाहिँ हामीले देशैभरि रहनुभएका सम्पूर्ण रगतको क्षेत्रमा काम गर्नुहुने स्वयंसेवकहरूलाई हामीले यही चितवनमा बोलाएर चाहिँ उहाँहरूलाई चाहिँ हामीले सम्मान गर्ने प्रोत्साहन गर्ने लगायतका कार्यक्रमहरू पनि रहेका छन् र नयाँ रक्तदाताहरूलाई जोड्ने उद्देश्यले चाहिँ हामीले विभिन्न किसिमको गिफ्ट ह्याम्परहरू राखिएको छ गत वर्ष पनि यहाँलाई अवगत नै छ हामीले विभिन्न लकी ड्र मार्फत गिफ्ट ह्याम्परमा सोफा सेट तपाईँको चाहिँ मौलकालिका टेबल कारको टिकट विभिन्न हस्पिटलको चाहिँ स्वास्थ्य सम्बन्धी प्याकेज यी यस्ता किसिमका चाहिँ प्याकेजहरू हामीले अघिल्लो वर्ष पनि राखेका थियौँ भने अहिले चाहिँ आकर्षकको रूपमा हामीले एउटा स्कुटी राखेका छौँ त्यस पछाडि सोफा सेटहरू भइहाल्यो मोबाइल फोनहरू तपाईँको चाहिँ टेलिभिजन कुलर लगायत फ्यानहरू लगायत इयरबड्स यस्ता किसिमको गिफ्ट ह्याम्परहरू विभिन्न हस्पिटलको चाहिँ स्वास्थ्य सम्बन्धी चेकअपको चाहिँ प्याकेजहरू विभिन्न डक्टरहरूको प्याकेजहरू त्यस पछाडि तपाईँको चाहिँ विभिन्न मौलकालिकाको केबल कार यी लगायतका यी प्याकेजहरू चाहिँ हामीले नयाँ रक्तदाताहरूलाई चाहिँ एट्र्याक्सन गर्नको लागि चाहिँ यस्ता किसिमको प्याकेजहरू राखेका थियौँ यो किन राख्यौँ भन्दा अघिल्लोचोटि चाहिँ हामीले जब नयाँ रक्तदाताहरू निकाल्यौँ उहाँहरूले चाहिँ नियमित रूपमा चाहिँ रक्तदान गर्न चाहिँ प्रेरित भएको हामीले पायौँ त्यसैले एकचोटि चाहिँ मान्छेलाई रक्तदान गर्न प्रेरित गर्दै गर्दाखेरि उसले आफ्नो जीवनकालमा
यदि ऊ स्वस्थ र सक्षम छ भने उसले नियमित 3-3 महिनाको अन्तरालमा चाहिँ स्वतस्फूर्त रूपमा रक्तदान गर्ने परिवेश बनेको हुनाले र अघिल्लो कार्यक्रमले चाहिँ केही सकारात्मक प्रभाव देखिएको हुनाले चाहिँ हामीले यसलाई चाहिँ थोरै नयाँ डोनरहरू चाहिँ एट्र्याक्सन गर्ने रूपमा थोरै युवासँग चाहिँ कनेक्टेड चिजहरू थोरै चाहिँ तपाईँको युवासँग कनेक्टेड चिजहरू हामीलाई विभिन्न 5 स्टार होटेलहरूको चाहिँ प्याकेजहरू प्रोभाइड गर्नुभएको छ। तपाईँको चाहिँ अरू भनौँ 40-45 वर्षको मान्छेले पनि पहिलोचोटि रक्तदान गर्नुभएको अनुभव पनि अघिल्लो महोत्सवमा थियो र यस्ता किसिमको यो प्याकेजहरू यो हाम्रो पर्व हो, यो महोत्सव हो। यो रक्तदानलाई चाहिँ हामीले भड्किलो खर्चिलो बनाएर लान खोजिएको होइन। यो चाहिँ पहिले बुझिदिनको लागि मैले अनुरोध गर्न चाहेँ। र धेरै जनमानसमा उब्जिने प्रश्न भनेको यत्रो रगत उठाएर चाहिँ रगत व्यवस्थापन